हेलो एन्ड नमस्ते। सो आज म युनिभर्सिटी जाँदैछु। सो हाउ द युनिभर्सिटी लुक लाइक इन जर्मनी र स्पेसली मेरो आज इक्जाम छ, रिटन इक्जाम म्याथमेटिक्सको, एडभान्स म्याथमेटिक्सको, र त्यसबारे पनि हल्का जानकारी दिन्छु। यहाँ इक्जाम कसरी हुन्छ, के हुन्छ हैन। सो मेरो ट्राई सेमेस्टर थियो र यो आजबाट ट्राई सेमेस्टर सकिन्छ। यो ट्राई सेमेस्टर नेपाल जसरी हुँदैन। नेपालमा हामीले एउटा सेमेस्टरमा 5वटा 6वटा सब्जेक्ट पढ्छौँ, अनि ब्याचलर्समा स्पेसली। तर मास्टर्समा यहाँ चाहिँ तपाईँको 3टा सब्जेक्ट थियो मेरो, एडभान्स अल्गोरिदम, एडभान्स म्याथमेटिक्स र एडभान्स प्रोग्रामिङ। म स्पेसली कम्प्युटर साइन्समा आएको हो। सो एडभान्स प्रोग्रामिङको मेरो एसाइनमेन्ट थियो, एउटा प्रोजेक्ट गरेर बुझाउनु पर्ने थियो, अनि रिपोर्ट बनाउनु पर्ने थियो। अभियसली त्यो नेपाल जसरी इजी हुँदैन। प्लेगरिजम चेक हुन्छ, अनि अथेन्टिकेसन चेक हुन्छ। प्रोफेसर हेभ वान्ट प्लेगरिजम भेट्यो, अनि अथेन्टिकेसन भेट्यो, अथवा कपिराइट भेट्यो भने त्यो रिजेक्ट हुन्छ र यु निड टु गिभ एक्जाम अगेन। सो त्यो पार्ट त मैले गरेर भ्याइसकेँ। प्रिभियस वर्किङ एक्सपिरियन्स पनि थियो र मैले यहाँ एडभान्स प्रोग्रामिङमा पाइथन पढेको है। सो अलिकति सजिलै भयो, त्यस्तो टफ लेभलको प्रोग्रामिङ पढाएन। अनि म्याथमेटिक्स आज हुन लागेको इक्जाम पनि त्यस्तो टफ छैन, किनकि मैले ब्याचलर्समा पढेको टपिकहरू स्ट्याटिस्टिक्सको, न्युमेरिकल मेथडको टपिक्सहरू नै कभर भएको छ मोस्ट अफ इट। अनि इक्जाम चाहिँ आज हाम्रो यहाँ फिजिकली हुन्छ, विच इज अफ 70 पोइन्ट्स। यहाँ मार्किङ सिस्टम हुँदैन, पोइन्ट सिस्टम हुन्छ। र यहाँ एउटा कन्सिडर गर्ने पनि कुरा के छ भने, दे टेक इक्जाम्स एन्ड एटेन्डेन्स भेरी सिरियसली। तपाईँ एब्सेन्ट हुनुहुन्छ भने यु निड टु गिभ भ्यालिड रिजन, डक्टरको सिग्नेचर भएको, एपोइन्टमेन्ट भएको। अनि यहाँ जर्मनीमा तपाईँले डक्टर सिट डुप्लिकेट बनाउन पाउनुहुन्न, किनकि एभ्रिथिङ इज पब्लिक। सो पब्लिक भएको कारणले म यो डक्टरको लेटरहरू डुप्लिकेट बनाएर लान्छु भन्दा चाहिँ अभियसली मिल्दैन, किनकि त्यसको रेफरेन्स नम्बर हुन्छ र त्यो चेक हुन्छ। सो यहाँ स्टार्टेड रेनिङ। अब यहाँ जाडो सुरु भइसकेको छ, 12 डिग्री सेल्सियस छ। अनि दे टेक एटेन्डेन्स रियल्ली भेरी सिरियसली। अनलाइन लिन मिल्छ, तर अनलाइन काउन्ट हुँदैन। अनलाइन लिनुभयो भने चाहिँ यु डोन्ट निड टु गिभ अ रिजन, तर त्यो मार्किङमा काउन्ट हुँदैन। सो या 15 पोइन्ट्स फर एटेन्डेन्स, 15 पोइन्ट्स फर क्विज हुन्छ। अनि तपाईँको पोर्टल बनाइदिएको छ, स्टुडेन्ट पोर्टल, र त्यसमा यु क्यान गिभ अ क्विज, र क्विज दिने हो। अनि क्विज दिइसकेपछि यु विल गेट 15 पोइन्ट्स, विच इज प्रिटी सिम्पल। क्लास एटेन्डको मात्रै गर्नुभएको छ भने पनि त्यो क्विजमा चाहिँ फुल मार्क्स ल्याउन सकिन्छ। या मेरो रुमबाट चढ्नुपर्ने 3टा बस चेन्ज गर्नुपर्छ युनिभर्सिटी जानलाई। मास्टर्सको प्रोग्राम हुने युनिभर्सिटीमा पोस्टमा हो, र मेरो लोकेसनबाट 1.5 घन्टा लाग्छ, विच इज भेरी फार। अनि युनिभर्सिटी जाँदाखेरि त्यस रेगुलर क्लास हुँदैन, एज अभियस। सो यो चाहिँ फ्रन्ट भ्यू हो, एन्ड दिस इज द ब्याक भ्यू अफ द वेस्ट। अनि आई वाज टकिङ, या पोइन्ट सिस्टम हुन्छ। सो 15 पोइन्ट्स फर क्विज, 15 पोइन्ट्स फर एटेन्डेन्स, एन्ड 70 पोइन्ट्स चाहिँ इक्जाम हुन्छ। हिजो मेरो एडभान्स अल्गोरिदमको चाहिँ अनलाइन इक्जाम भयो, विच वाज लाइक चिटिङ गर्न चाहिँ हाम्रो अब नेपाली माइन्डसेट भइसकेपछि चिटिङ कसरी गर्ने, के गर्ने भन्ने हुन्छ। चिटिङ गर्न इट वाज हार्ड टु पोसिबल, होइन। इम्पोसिबलै त थिएन, अब गर्नेहरूले अब कसै गर्छन् होला। बट त्यहाँ एउटा प्रोकिया भन्ने एक्सटेन्सन हाल्न लगायो। अनि पर स्टुडेन्टमा, सर्टेन स्टुडेन्टमा एउटा इन्भिजिलेटर थियो। अनि यु निड टु लाइक सेयर यर इन्टायर स्क्रिन सेयर गरिसकेपछि तपाईँले प्रोटोकियाले तपाईँको एभ्री कुरा तपाईँको मोनिटर गरिरहेको थियो क्या। तपाईँको त्यो ट्याबमा मात्र नभइकन तपाईँले च्याट जिपिटी खोल्नुहुन्छ, अथवा के खोल्नुहुन्छ, माउस क्लिक कहाँ भइरहेछ, कति बेलासम्म माउस चलाउनु भयो, के भयो, एभ्रिथिङ वाज बिङ मोनिटर्ड। सो त्यसरी तपाईँले इक्जाममा रिस्क लिएर चिट गर्नुहुन्छ र भने तपाईँको इक्जाम एक्सपेल्ड हुन्छ।
obviously they don't consider exam system ma cheating like consider गरिदैन। म आफ्नो हरेक भिडियोमा कुरा गर्छु नि जर्मनीको ट्रान्सपोर्टेसन इज वर्ल्ड क्लास भनेर। हेर्नुहोस् लाइक अब कुन बस कति बेला आउँदैछ, यु डोन्ट निड टु लुक एट मोबाइल क्या। त्यही अनुसारले प्लान गरेर घरबाट निस्किनुहोस्। अब मेरो बस छुट्यो S+U X33 रेड हाउस स्पान्डाउ, अब 10 मिनटमा आउँदैछु। सो या आई क्यान प्रिपेयर फर 10 मिनट्स। 10 मिनटमा के गर्छु कसो गर्छु आई क्यान हेभ अ प्लान। अनि यहाँ पानी परिरहेछ एन्ड द वेदर इज बिङ टु कोल्ड। अब हरेक दिन चिसो पर्दैछ यहाँ। मैले मिस गरेको बस फेरि आइपुग्यो X33 एन्ड पिपल आर बिङ वेटिङ हियर। या र यो भिडियोमा म एडमिसन कसरी गर्ने अनि जर्मनी कसरी आउने पनि कुरा गर्नेछु। सो स्टिक विथ मी। मैले सेकेन्ड बस चेन्ज गरिसकेको छु र अब यहाँबाट S+U हामीले U भन्छ, यिनीहरू U भन्छ, रेड हाउस स्पान्डाउ र त्यहाँबाट अर्को 6:38 बस आउँछ। यो रेड हाउसको चर्च हो। सो मोस्ट अफ द पिपल आर हियर किड्स चाहिँ प्रिटी फेमस एरिया। यो चाहिँ रेस्टुरेन्टहरूको हब मानिन्छ है। यहाँबाट ऊ बान्छ अन्डरग्राउन्ड ट्रेन स्टेसन। सो मेरो बस आइपुग्यो। द्याट इज माई बस 638। रोड सेफ्टी एकदमै टप प्रायोरिटीमा हुन्छ। सो या वेन यु हेभ एक्सिडेन्ट तपाईँ हिट एन्ड रन गरेर लाग्नु पाउनुहुन्न। सो यहाँ ट्राफिक भनेको सबै लाइटमा चल्छ अनि इट्स डिपेन्ड अपन द ट्राफिक लाइट। ट्राफिक हुँदैन, वेल म्यानेज छ, एकदमै मजाको छ। र जति पनि घरहरू हेर्दा एभ्रिथिङ इज होटेल लाइक, सबै होटेलहरू हुन्। म क्याम्पस पुगिसकेको छु र क्याम्पस 2 मिनटको वाकिङ डिस्टेन्समा छ। सो द रिजन वाइ आई रेकर्डेड दिस भिडियो हेयर इज यहाँ ग्रिनेरी हेर्नुहोस् न। या ट्रिज भनेपछि यति प्रोटेक्ट गरेर राखेको छ नि नेचरलाई होइन। युरोपको लार्जेस्ट इकोनोमी, यहाँ इन्डस्ट्रियलाइजेसन छ एन्ड भेहिकल्स छ, प्रडक्सन छ, तर पनि वेदर भनेको यति क्लिन यति होइन, त्यो सास फेर्दा पनि मजा आउने खालको ट्री हुन्छ नि यहाँको। यु क्यानट कट इट विदाउट गभर्मेन्ट पर्मिसन क्या। त्यो आफ्नो घरमा पनि छ भने पनि गभर्मेन्टको पर्मिसन बिना त्यसलाई काट्न मिल्दैन। इनकेस काटिएको भेट्यो भने 5,000 फाइन हान्छ क्या। 5,000 विच इज इक्वल टु 8 लाख 9 लाख 20 लाखसम्म फाइन हान्छ क्या। मिनिमम 5,000 हो क्या। सो या मेरो क्याम्पस आइसक्यो एन्ड यहाँ जर्मनीमा कसरी आउने भनेर सोध्दै हुनुहुन्थ्यो कि कतिजनाले। सो द बेस्ट वे इज सेल्फ अप्लाई गर्नुहोस्, सर्ट आउट द युनिभर्सिटिज। अनि प्राइभेटमा अहिले जर्मनीको पोलिसी चाहिँ धेरै सजिलो छ। कलेजको एडमिसन लेटर आउने बित्तिकै इन्टरभ्यू दिने हो अनि इन्टरभ्यू प्रोसेस त्यस्तो गाह्रो हुँदैन। सो त्यसको डिटेल्स कुरा चाहिँ म नेक्स्ट भिडियोमा कुनै दिन बनाउँछु। अनि त्यसपछि इन्टरभ्यू दिने र भिजा लाग्छ। सो या युनिभर्सिटी सर्ट आउट गर्ने हो एन्ड युनिभर्सिटीको प्रोसेस भइसकेपछि फी हाल्ने, फी हालेपछि इन्टरभ्यू दिने र आउने हो। सो युनिभर्सिटी आफैले सर्ट आउट गर्नुहोस्। प्राइभेटमा आउने भए दिस इज माई युनिभर्सिटी। म यसको ब्याक भ्यू पनि देखाउँछु।
सो जर्मनी मास्टर्सको लागि आउनलाई एकदमै सजिलो छ बिकज दे वान्ट स्किल म्यान पावर हैन स्किल म्यान पावर एकदमै खाँचो छ जर्मनीमा अल्दो वर्किङ पनि खुलाएको छ ब्याचलर्सको अलिकति टफ छ भिजा लाग्नलाई अलिकति तपाईँ प्राइभेटमै आए पनि पब्लिकमै आए पनि इट्स टफ अनि आउनुभन्दा अगाडि ल्याङ्ग्वेज इज द मस्ट सो ल्याङ्ग्वेज बेसिक ल्याङ्ग्वेज भए नि गरेर आउनु होला यहाँ इङ्ग्लिसमा पढाइ त हुन्छ बट यु निड टु सर्भाइभ सो टु सर्भाइभ यु निड ल्याङ्ग्वेज र ल्याङ्ग्वेज बिना यहाँ जब पाइँदैन जब जति पनि छ युनिभर्सिटी यु वन्ट फाइन्ड अ सिङ्गल पर्सन स्टेटिङ कि जब छैन मैले त्यो गाह्रो भयो मलाई जब पाउनलाई इट्स नट लाइक द्याट अनि स्किल म्यान पावर भएर जब जति पनि छ सो जब ग्र्याब गर्नलाई यु निड टु हेभ अ ल्याङ्ग्वेज सो फर्दर क्लासेस र युनिभर्सिटी देखाउँछु यहाँ सो दिस इज बेल अनि यहाँबाट ढोका खोलिदिनुहुन्छ अनि कोही गिजमामा आउन खोज्दै हुनुहुन्छ भने जस्ट लेट मी नो म रेफरेन्स हालिदिन्छु हेलो हाम्रो र एक्जाम दिएर निस्केको अलि बाहिर म क्वेसन ठिकै थियो टफै थियो रिटन एक्जाम अनि यहाँ दुईटा अनएक्सपेक्टेड हामीहरूले कसैले एक्सपेक्ट गरेका थिएनौँ दुईटा सेट अफ क्वेसन निकालिदिए प्रोफेसरले अनि एभ्री वान वाज प्लानिङ कि अब सँगै बस्नुपर्छ सार्नुपर्छ मिलेर गर्नुपर्छ अनि त्यो पोसिबल भएन क्या जब दुईटा सेट्स अफ क्वेसन आयो अनि सिट प्लान चाहिँ त्यसरी हाम्रो नेपाल जसरी त्यो स्टिकर टालेर सिट प्लान थिएन ऱ्यान्डमली नै जो जहाँ बसे पनि हुन्छ भन्ने थियो तर अब डिस्टर्ब गरेपछि सिटहरू सार्दिने गर्नुभयो अब लेट्स सी क्वेसन चाहिँ अनएक्सपेक्टेड नै थियो हामीले सोचेको भन्दा हामीले चाहिँ रिटन एक्जाम भनिसकेपछि पुरै त्यो हामीले नेपालमा दिन्थ्यौँ नि पुरै लेखेर गाइज सी द भ्यू सो पुरै त्यो लेखेर अनि एन्सर सिटमा लेखेर थिएन त्यस्तो थिएन एक्सर्साइज पेपरमा क्वेसन थियो र त्यही सर्टेन एन्सरहरू गर्नुपर्ने थियो अनि या नयाँ एक्सपिरियन्स भयो लेट्स सी अब के हुन्छ अब एक्जाम पनि सक्यो अब या सो मेरो कलेजको टुर यति नै थियो अनि अब बाटोमा मैले अब राम्रो भ्यू सिनेरीहरू देख्यो भने भिडियो एड गरिदिन्छु then till then see you in the next video do like subscribe and comment अब भिडियोको सिरिजहरू अब अलिकति फास्ट पेस भन्दा नि अब म पनि अलिकति बिजी छु वर्क कलेज एभ्रिथिङ म्यानेज गर्दाखेरि अनि सो विकमा एउटा भिडियो हाल्ने ट्राई गर्छु अब कसरी हुन्छ म नयाँ सिटी पनि जान्छु होला फ्र्याङ्कफर्ट म्युनिक पनि जान्छु होला अब कलेज सकेपछि अनि त्यही अनुसारले अब गयो भने पहिला बर्लिन घुमाउँ तपाईँहरूलाई अनि बर्लिन घुमिसकेपछि नयाँ भिडियोहरू आइसकेपछि नयाँ भिडियोहरू हाल्नु ल